पनि उभिनु सकेन कि गाइस। ओके गाइस, दर्शक नमस्ते अनि तपाईँहरूलाई गुड इभिनिङ सम्पूर्ण मेरो फ्रेन्डलाई हैन। एन्ड आई होप द्याट यु आर अल राइट हैन, विथ गुड हेल्थ। अनि तपाईँहरू माझ कतिले त खाना पनि खाइसक्नु भयो होला होइन, अनि कतिपय म जस्तो ड्युटीमा पनि होला होइन। हिँड्दैछु यहाँ अनि हेर्नुहोस् न, सुनसान है, सबै स्टाफहरू गयो, सुनसानै छौँ है। अनि कफी बनाउनु लागेको, आज कफी त्यही भएन गाइस, के भयो आज मेरो त टेन्सन लाग्यो। आज कफी पिउनु लागि भर्खर आएको छ कि त्यस्तोमा भर्खर आएको छ कि पावर होइन। अब त्यो कहिले तातिने पानी अनि वेटिङ गर्छ, अब यो चाहिँ फ्याँकिदिनु पऱ्यो कि गाइस। अब यो कफी चाहिँ भएन क्या गाइस होइन, अब फ्याँकिदियो हो, अब फ्याँकिदिएँ। अब पानी चाहिँ ल, अब म यो फ्याँकेर अब यसलाई नयाँ कफी बनाउँछु गाइस है। अनि नयाँ कफी बनाएर खानु पऱ्यो होइन, अनि फ्रेस फिल हुन्छ कि गाइस। यस्तो छ हौ मेरो चाहिँ ड्युटी गाइस, बसी छ होइन। अब यस्तो छ, सुनसानै छ होइन, एक्लै छु म ड्युटीमा है, एकदम डङडङ खाली छ है गाइस। देउसँग चाहिँ यता पनि डङडङ खाली छ है। यसरी गुजिरहेको छ। अघि मैले कफी बनाएर पिएको कि गाइस, पेट दुख्यो कि मेरो, त्यो कफी राम्रो उम्लेन होला कि, हेर्नुहोस् न, कफी राम्रो नउम्लेर पेट दुख्यो कि गाइस। कस्तो भएको छ आज अब भोक पो लाग्यो हौ, कस्तो के भएको नि मलाई गाइस। तपाईँहरू त खाना खाइसक्नु भयो होला, म चाहिँ भोक लाग्यो। अब गएर रुममा गएर होइन, रुममा गएर भात पकाउँदा है, अनि दाल पकाउँदा, सब्जी पकाउँदा बज्छ अनि यस्तै 11 बज्छ होइन। खाँदा म 12 बजी, डेली एभ्री डे म 12 बजी सुत्छु कि गाइस। एभ्री डे के 12 बजी 12 अनि 5 बजी उठ्छु कि म, अर्ली मर्निङ वेकअप होइन। अनि एभ्री डे आई स्लिप ओन्ली 5 आवर्स। र यो त्यसरी मैले दिन काट्छु कि एकदमै छोटो समय सुत्छु कि गाइस। ल गाइस, अब कफी बनाएर पिउँछु होइन, कफी बनाउनु लागेँ म चाहिँ है गाइस।